Hello guys, welcome to my new vlog. New vlog. स्वागत छ गाइजहरु भ्लगमा स्वागत छ दादा र दिदीको लाइभमा स्वागत छ डिप्रेसन भ्लगमा स्वागत छ दिदीको र भेनाको होप सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदम गुड अब डिमान्ड अनुसार ढाक्क भ्लग आयो गाइजहरु है हाम्रो चरीकोट बजार त यस्तो छ है पानी पर्छ क्या होला आज पानी पलास छ गाइजहरु है क्या हो यस्तो छ है हाम्रो चरीकोट बजार चाहिँ यता गाइजहरु हामी चाहिँ आज के गर्ने आज हामी आज नथिङ केही पनि छैन हाम्रो नर्मल डेली भ्लग हामी के कसो गर्छौँ त्यो गराउँछौँ ल गाइजहरु देखाउँछु आज है त गाइजहरु ल देखाउनु त गाइजहरु हामी यता छौँ प्रशस्तरमा छौँ हामी है गाइजहरु गाइजहरु यहाँ हेर्नु न ओइ किवी कोकोलाई खान मन छ चोर्न मन छ यहाँ आएर चोर है गाइजहरु के साह्रो किवी भने यार आमा लगातारै झुन्डिरहेको छ त किमी चोर्न आउन है गाइजहरु यहाँ चरीकोट हुने अरे यस्तो यहाँ यो टावर छ होइन यसको छेउमा यहाँ गाइजहरु चोरेर मलाई एउटा ल्याउँदै गाइजहरु गाइज छ आवाज सुन न दिदीको गीत सुन न गाइजहरु तिम्रो दिदीको छिप्पाके त गएर ए दिलको भित्तामा तिमीहरूको दिदी हिँड्न नसरा तिमीहरूको दिदी हिँड्न साइको भइरहेछ गाइजहरु हिँड्न नसकेर भनेको छैन त्यस्तो यहाँ हाम्रो हेटर्सहरु यस्तै पुग्छ यस्तै पुग्छ तिमीहरूको यो हेटर्सहरु यस्तै पुग्छ गाइजहरु मुखले भोगिरहेछ चाकले भोगिरहेछ गाइजहरु तिम्रो दिदीले यहाँ बोक्दैछ है कति माया गर्छ तिम्रो दिदीले अहिले उकालो चाहिँ मलाई बोक्न आउँछ के गर्छ यहाँ ओह्रालो उसले बोकेर गाइजहरु यार खाजा खाएन हो हामी भोकले मन लागेको यार खाजा चरीकोटमा खाजा खाने ठाउँ कता छ भन यार यस्तो मिठो पाउनु पऱ्यो क्या सजेस्ट गर त खाजा त्यो ठाउँ खानु सजेस्ट गरेर केटा यार एकचोटि गएर टेस्ट हान्छु म गाइजहरु अब टेक्वान्डो सिकाउन जाने बेला भयो मेरो है यहाँ हुनुहुन्छ हाम्रो सुन्दर म्याडमजी चुडेल्नी हो गाइजहरु चुडेल्नी गाइजहरु अब तिम्रो दिदीलाई दिँदा गइरहेको छु म होइन तिम्रो दिदीलाई दिन गइरहेको छु ल के भन्नु छ के भन्नु यो उकालो समय दिनुहुन्थ्यो भगवान् गाइजहरु यत्रो छ उकालो यत्रो छ तिम्रो दिदीलाई बोक्नु पर्ने होला यो उकालोमा गाइजहरु कम बिस्तारै हिँड्छु के म खाएको नि छिटो फास्ट घरसम्म लानु घरभित्रसम्म छ नि त गाइजहरु यस्तो ठाडो उकालो तिम्रो दिदीलाई चढाइरहेको छ गाइजहरु है यस्तो चढाइरहेको छु म मेरो अटो नै चाहिँदैन गाइजहरु गाइजहरु
कोचे भने यार उठ्यो रहेछ साथी कोचे भने त अलराइट काउ काउ गाइजहरु अलिकति यसो गाइजहरु आया हेलो भ्लगिङ गर्ने बिर्सेछौँ क्या है अहिले गर्न लाग्दैछौँ गाइजहरु हामी है बाटो त देख्दैन रहेछ हामी अब चाहिँ भ्लगिङ गर्छौँ गाइजहरु गरौँ न त ल आफै भन आफू भन्छु आफैले नभन आफ्नो मनको मर्जीले भन न मनको मर हेलो गाइज हामी चाहिँ यति राति गाइजहरु यस्तो लिची यस्तो लिची 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 गाइजहरु लिची चोरेर लिएर आएको गाइजहरु है किनेकोलाई चोरेको पसलो गरेर चोरेर लिएर आएको 120 रुपियाँ किलो गरेर गाइजहरु 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 तिम्रो दिदी हेर न यहाँ लिची मलाई लिचीमा फेरिको आफ खोइ भन्दा मलाई ठुस्किरहेछ त्यो होइन म गाली गरेको गाइजहरु आफ ल्याएर तिम्रो दिदी रिसाकेर न गाइज यस्तो रे क्या मैले अघि भ्लगिङ गरौँ भनेको त त्यस्तो चाहिँ भनेर मैले ओ तपाईँले त्यस्तै गराएको म बोल्दिनँ म तपाईँलाई छोड्छु गाइजहरु तिम्रो दिदीलाई म बोकाउन आउँदैछु भर्खर खाना खाएको बोक्दै कि बोल्ने भन ल बोक्दै कि बोल्ने म त यहीँ बसिदिन्छु बुच्ची आउँदा म त बसिदिन्छु यस्तो भारी अनि अलि माथि आउन कहाँसम्म बोक्ने मलाई है अस्ति है उता ओह्रालोदेखि तल पसलसम्म बोकेर 1000 रुपियाँ दिन्छु भनेर चाहिँ अनि मैले बोक्दै त पसलसम्म लगेको मलाई 1000 रुपियाँ दिएन यो कालीले काहीँ नगएको रहेछ मलाई बोक न बरु दिक्छ बोल्नु म त सक्दिनँ बोक्न मेरो वेट लस हुन्छ एकछिन म हिँड्छु ल त गाइज आजको भ्लग यति नै बिहानदेखि भ्लग बनाएको बेलुका इन्ड भयो गाइजहरु है तपाईले बच्चा बच्चीलाई देखाउनु भयो सपोर्ट गरिराख्नु होला गाइजहरु है त्यसरी मायाले सपोर्ट गरिराख्नु होला अलि भ्लग लङ हाल्नु भन्नुहुन्छ है भन्दैन के भएको बोल्न नआएर हो कि क्या हो गाइजहरु गाह्रो छ अब हामी यतिको सानो भ्लग डेली भ्लग बनाइदिन्छौँ गाइजहरु सपोर्ट गर्नु होला सेयर गर्नु होला है गाइजहरु डेली त भ्याउँदैन अब यस्तो पानी सानी अब पर्छ नि त घरि मौसमले साथ दिँदैन घरि के हुन्छ हुस्सो लाग्छ घरि के लाग्छ त्यही कारणले त्यो हुन्छ गाइजहरु है सपोर्ट हाम्रो घरमा है त्यो भिडियो थियो कि फाल्दै हाल्यो ल त गाइजहरु सपोर्ट गरिराख्नु होला गाइजहरु है नयाँ हुनेले सब्स्क्राइब गर्नु होला अब लाइक कमेन्ट ड्याङ दिनु पर्यो अर्को भ्लग के को आउनु पर्यो गाइजहरु ड्याङमा कमेन्ट गर्नु है त ल गाइज बाई बाई